जान लाग्छ। ओइ है अब कहिले फुस्किँदैन यो चुना। वेटिङ सक्यो, 4-5 घन्टा वेट गर्यो, टाउकै कस्तो भइरहेछ। हेलो साथीहरू, नमस्ते, गुड मर्निङ सबैजनालाई। वेलकम ब्याक टु योन्जन भ्लग लिस्बन डायरिजमा सबैजनालाई स्वागत छ। सो आजबाट अब लिस्बन डायरिज भन्न नि पाइन्न होइन, किनभने सकियो। आज लास्ट हाम्रो यो भ्याकेसन होइन। आज हामी फर्किँदैछौँ। अहिले बिहानको फ्लाइट छ होइन। त्यही हो, अब हामी चाहिँ अघि उठ्यौँ होइन, निन्द्रा अलिअलि पुगेको छैन। त्यही हो, 2-4 घन्टा सुत्यौँ ठ्याक्कै। अब 3:35 को अहिले यहाँ बस छ, 3:35 बिहान होइन। अहिले हामी बिहान उठेर जाँदैछौँ। 3:35 को यहाँ बस छ, देख्न सक्नुहुन्छ होइन। पुरै अँध्यारै छ अझै, आऊ सन्ध्या। अब हामी यहाँ 3:35 को बस लिएर एयरपोर्ट जान्छौँ है साथीहरू। सो ओके, लेट्स गो। सो साथीहरू, हामी जाने बस चाहिँ यही हो, 208 है, यहाँ निलो कलरको। सो अब देख्न सक्नुहुन्छ हामी यहाँ बस स्टपमा छौँ। रातिको 2:30 मा, सरी 3:30 मा। कोही छैन मान्छे, खाली सुनसान। 3:30 के भन्यो? यही हो, म्यापले कहिले काहीँ थियो देखाउन कि यता आउँदा केही छैन। 3:35 मा हो बस। अरू बोर्ड आउन आएका हो। ल गाइज, हाम्रो चाहिँ बस आयो, ढ्यान बस आयो। ओइ होइ साथीहरू, हामी चाहिँ एयरपोर्टमा आइपुग्यौँ है गाइज। सो हामी जानुपर्ने चाहिँ टर्मिनल 1 मा हो। अब हामी जाँदैछौँ, बाटोमा छौँ, एयरपोर्टभित्रको बाटोमा। दिस इज द एयरपोर्टको इनसाइडको भ्यू। ढ्यान हामी चाहिँ अब त्यहाँबाट छिर्यौँ। अब 5:30 को फ्लाइट छ गाइज होइन। यहाँबाट हिँड्नका लागि, उड्नका लागि सन्ध्या आइन्। सुर्केस यहाँ छ सन्ध्याको। कहाँ? लेट्स गो। उता गएर बस्नु पर्यो हामी अब। ओके ल साथीहरू, हामी आइपुग्यौँ। अब हामी उड्न लाग्छौँ है। अब हामी जान लाग्छौँ। चुना बाँध्दैछ सन्ध्याले मेरो। ओइ है अब कहिले फुस्किँदैन यो चुना। चुना बाँध्छ। धन्यवाद। अब हामी यहाँबाट निस्क्यौँ है, ल्यान्डिङ भयो। अब ठ्याक्क म्युनिकमा आइपुग्यौँ हामी अहिले, यहाँ जर्मनको म्युनिक भन्ने एयरपोर्टमा। अब हामी यहाँबाट जान्छौँ। अब फेरि कति घन्टा वेटिङ छ, झ्याउ लाग्छ वेट गर्दा पनि। एक त निन्द्रा पनि पुगेको छैन, प्लेनमा सुतेको है। सुत्दा त बिउजिँदा त उज्यालो भइसकेको छ। अलिअलि निन्द्रा त पुर्याएँ, ठ्याक्कै 3 घन्टामा पुर्याएँ यो प्लेनले यहाँ, यो म्युनिकको एयरपोर्टमा। अब यहाँबाट अझै 3-4 घन्टा वेटिङ छ। भगवान् कसरी काट्ने हो, म त अझै निन्द्रा लाग्ला जस्तो भएको छ। त्यही माथि भोक लाग्ला जस्तो भएको छ। टोइलेट नै आएको छ, सब टोइलेट। अब त्यही हो साथीहरू, म यहाँ पानी भर्ने लाइनमा छु। बोतलमा पानी सक्यो। अब 2-4 घन्टा, कति घन्टा वेटिङ छ नि त। सन्ध्यामा त्यहाँ चाहिँ खाँदैछु। लखडा हो, पेट पूजा गर्नु पर्यो।
der letzte Aufruf für Ihren Lufthansa City Airlines 96 nach Hannover. Wir bitten nun alle... नकली यो चाहिँ बटारे हो हामीले हेर न के गरेको नानी बाबु तिमी नानी हो कि बाबु म नानी पनि हैन बाबु पनि यो चाहिँ लिस्बनमा हाम्रो चटपटे दाइको पसलबाट ल्याएको अनि ठ्याक्कै त्यो चोकमा चटपटे बेच्नु हुने दाइ रहेछ त्यहाँबाट ल्याएको बटारे मिठो छ र साथीहरू अब हामी वेटिङ सक्यो 4-5 घन्टा वेट गर्यो टाउकै कस्तो भइरहेछ अहिले हामी यही हो प्लेन चढ्ने अब लक्जमबर्ग जाने प्लेन यही हो मान्छेहरू यहाँ अब लाइनले बिस्तारै जाँदैछ नियमको पालना गर्नुपर्छ है साथीहरू अब त्यही हो 10 मिनटमा उठ्छ सो त्यतै भेटौँला सबैजना प्लेन उड्यो साथीहरू मेरो आयो यही हो मेरो सो साथीहरू हामी आइपुग्यौँ फाइनली घरमा है त त्यही हो अब त्यहाँबाट प्लेनबाट ओर्लिएँ हैन अनि सुटकेस लिएँ त्यसपछि टक्क बस चढेँ हैन बस चढेपछि यहाँ आयो अनि टक्क अब सरसफाइ अनि कपडाहरू यति त्यो घुम्न जाँदा लगाएको कपडाहरू प्लस के यताउता गर्दा त्यही हो ढिला भयो अनि सो अहिले मैले भिडियो गर्दैछु हामी चाहिँ आइपुग्यो फाइनली लिस्बन भ्याकेसन सकाएर अब सक्यो यति हो हैन अब भ्लग सायद मैले ट्राई गर्छु नेक्स्ट केही भ्लगहरू खासै कन्टेन्ट हुन सो त्यही भएर भ्लग पनि पहिला आएको थिएन अब को दिनमा भोलि पर्सि के हुन्छ थाहा छैन भ्लग आउन नि सक्छ नआउन नि सक्छ त्यही हो साथीहरू भ्लग कस्तो लाग्यो ट्रिपको भिडियोहरू हेर्नु होला सबैजनाले लाइक शेयर कमेन्ट सब्स्क्राइब टुटु हान्दिनु होला हैन यस्तै कन्टेन्टहरू ल्याउने कोसिस गर्छु मैले ओके यति भन्दै आजको भ्लग यही समाप्त हुन्छ है त गाइज सो सी यू इन नेक्स्ट भ्लग टाटा बाई